हाम्रो चाहिँ अब रङ्गोली बनाउने कार्यक्रम को पत्ती छ होइन रेकर्डिङ तपाईँले सेभ गरेर यस्तो होइन बनाउनु के बनाउने यस्तो त यो सबै सिम्पल यस्तो गोलो बनाउने पात पात यस्तो गरिदिनु थुप्रो थुप्रो राखिदिन्छ अनि यसरी यस्तो यस्तो गरिदिनु क्या थुप्रो थुप्रो राखिदिँदैछ अनि चम्चाले यस्तो यस्तो गरिदिँदैछ क्या लगान्छ थुप्रो पनि प्रपरली राख्नुपर्छ नि त त्यो उसो बोतलमै हालेर राख्नुपर्छ भन्दैन नि त ल म बनाइदिन्छु ल सिम्पल कहिले म भयो किनिदिन्छु ल सिम्पल बनाउनु हुन्छ खै त्यो रङ्गोलीहरू ल्याउनु यही टाइम ल्याप्स खिच्यो भइगयो नि हेर्न होला किन सिधा खिच्छ रङ्गोली बनाउने अनुहार ल धेरै नअगाडि त्यो डल्ला परेन रङ्गोली बनाउने मान्छे मम्मी ल यो त सानो सानो प्याकेट पो रहेछ है सानो सानो प्याकेट पो रहेछ पुग्दैन भन्दा नि असिलो हुन्छ यार यसले गर्नु एउटा मुढा ल्याइदिनु माजामा सेतो राख्ने कस्तो राख्ने चामल पिठो पनि छ चामल पिठी ल्याउनु त बरु रङ्गोली अब यसपालि काइता हुने हो यस्तो डल्लो निस्क्यो मोबाइल ल्याउँदै हुन्छ यस्तो पो हो सिस्टम सिस्टम यस्तो हो नि त गोलो गोलो भयो भएन गोलो भएन रुगा लाग्यो गोलो भएन उतापट्टि ଅଛି किन पूजा गर्दै गर्नु न तिमी पाइला बनाउँछ सिगान सुगेला रातोले बनाएर सेतो उडाउनु भयो है रातोले गरेर अनि सेतो बनाउनु सेतो सेतो टप्प के ल्याउँदा पनि के ल्याउँदा अहिले अहिले बाँकी जापान ल ट्याक्क गाह्रै हुन्छ नि बनाउन यहाँ पुग्दै जाऊँ म ए जान्दा पाइला बनाउनु जाऊँ एउटा गर्नु मागु माजा भने एउटा गरौँ हुन्छ हुन्छ सिगान सुगेला अलि उताबाट रङ्गोली हेर्न पनि एउटा ल तान्नु 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 ल गेटिङ दिस सेप है ल अब चाहिँ ठिक लाग्यो गोलो गोलो भएन नजर काहीँ त रङ्गोलीको कलर भएन कि यो चाहिँ त्यो उ लाउने जस्तो भयो क्या निधारमा लाउने जस्तो भयो क्या निधारमा लाउने जस्तो भयो क्या यो सबै हुन्छ यहाँ निकालिदिउँ बाबु हुन्छ हुन्छ कि यही त रहेछ त्यो र यही निकालिदिउँ यसले हाल्ने हो कि हो यो त्यो झिलझिले कलर हो झिलझिली कलर त्यो झिलझिले ए हुन्छ हो त्यही रहेछ त्यही धेरै हुँदो रहेछ रातो एरियामा छैन हरियो धेरै छैन अर्को अर्को पाकेट खुट्टामा नि पाइला चाहिँ कसरी यसरी दाहिने देब्रे टक्क टक्क किन त्यो उसले बनायो भइहाल्यो नि होइन चामल के बनाउने यसो 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 गऱ्यो नि त यसो गऱ्यो नि त हो त्यो त्यसरी पहिला गर्ने
त्यसरी ai कस्तो बन्नु म अलि अलि भयो हैन एउटा हाल्ने मैले सक्यो फेरि त्यहाँ हालेँ मैदा छ खोइ त्यो खोइ झिलझिली ल्याउ त यो दुईटा नि बिचमा हाल्छ रङ्गोली सुरु भयो आन्टी बनाएको बाटो बने रङ्गोली खोइ त अनि यहाँ चाहिँ खाली भएको छ यादै छ भर पो देखिरहेको उयो झिलझिली हाल्दै ल झिल्ली नै हुँदैन सेमाले बत्ती सुत्दैन कति आउँछ रोटी राख्दै अन्टिली भइसक्नु भयो हामी यस्तो रङ्गोली बनाउँदैन रोटी झ्याउला सुयो गरौँ त्यही पनि यहाँ बनाएदेखि बिचाइले बनाएदेखि घर बनाएको झ्याउ झ्याउ हो बनाउनु त डिजाइनर चाहियो डिजाइन मन पराइले देखाइदिइहाल्छ सुन देखाइदिन्छ ल झिलझिली चाहिँदैन लैजाऊ तिमीलाई है अब यता चाहिँ के कलर हालिन्छ अनि के एउटा त्यही कलर अहिले एकछिन लगाउँछ एउटा कुन चाहिँ कलर हाल्छ त्यही हालिदियो नि ल उ त हालिदियो उ रासले रङ्गोली हेर्ने अघि यसलाई नि रुवा लाएर सिक 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 गरेर गर्न रे कस्तो हरायो भन्दा देखिँदैन नि त है अर्को नि हाल्दैन कान्छ लाती हालिदियो मिलाएर के रे मिराज मिलाएर हाल है दिदीहरू ल्याउनु त लान्छ के हजुर आउनुहुन्छ दिदीहरू कति चियाहरू आउनु कतिजना उनीहरू धादिनै लाउँछ अब हामी धादी जाँदा बस सक्यो मन पर्न भने होइन हजुर सानो अङ्कल भ्लगर फर द नाइट हाम्रो च्याट माथि चाहिँ घरको माथि ट्याक्क मन्दिर छ अनि मन्दिरमा चाहिँ ट्याक्क ड्याडीले लक्ष्मी पूजा गरेर भ्याउलाई सक्नु हो ल छिटो छिटो जानु पर्ने छ ल भ्याइसक्नु हो ड्याडी ल हिँड्नु त ल खोइ त अनि त्यो त नयाँ पानी लानुपर्ने होला नि तल थाप्छु यहीँ आउँछ होला नि ल ट्याक्क अब हामी माथि जाँदैछौँ होइन माथि बत्ती बाल्यो सबै यो ट्याक्क ए त्यहाँ चाहिँ चेप्ने भन्नुभयो मम्मीले यहाँ चेप्ने भन्नुभएको थियो कि इँटाले ल सुरु गर्ने बत्ती बालो
यहाँ राख्नु मिल्छ होला यो यहाँ मिल्छ सबै आयो नि त्यति होइन फलफुल काट्नु पर्ने काटेर हुन्छ पर्दैन नि सिँगी राख्ने अनि कहाँ पिस पिस राख्नु पर्यो धेरै ठाउँ पूजा गर्नु छ त्यो भाँडो भइदिए भए बेस हुन्थ्यो है हजुर त्यो भाँडो भए भए बेस हुन्थ्यो प्रसाद त यहीँ मैले त्यहीँ बोलाउने तिमीले सधैँ बानी गरे खै त्यही छ अक्षता चाहिँ अक्षता नि दुपहर छ के अरे धुप बाल्न त दुपहर भात राखेर माला लगाइदिनु कुनमा लाउनु माला कलशमा लगाइदिनु कलशमा दियोमा पुग्दैन होला फुल राख्ने सालिग्रामलाई लगाइदिनु गणेशलाई लगाइदिनु लक्ष्मीलाई लगाइदिनु अब गाईहरूलाई पुगिन्छ फुलको छ गणेशलाई लगाइदिनु लक्ष्मीलाई लगाइदिनु बत्तीको कस्तो भयो त यो बत्ती अलिक ठिक छैन यहाँ त मिल्दैन माथि राख्नु झर्ला फेरि यहाँ त अलिअलि उता बढ्दैन गणेशलाई लगाइदिनु अरूलाई अरूलाई छेउछेउ राख्नु फुलहरू लक्ष्मी फोटोहरू पनि छ उता होइन यता राख्नु यता हुन्छ ठिक छ केही राख्नु नैवेद्य चढाइनु सबै त्यसलाई गणेशलाई गर्नु दियो कलशलाई गर्छ अनि दियो कलशलाई गर्नुपर्छ सालमा हुनु शङ्ख घन्टलाई पनि राख्नु न फुल त्यहाँ बत्ती मिलाउँछु त कान्छा यो क्यामेरा निकाल्नु यो माला निकाल्छ कुन माला कहाँ लगाइदिने
तल पहिले तल पूजा गर्ने होला नि त तल पूजा गरेर माथि आए नि हुन्छ ल ल ल पऱ्यो पऱ्यो गाह्रो छ दादा के युट्युबर हो क्या हो नि हो यो ब्लगर हामी त ब्लगिङ गर्ने के खोइला न म भ्लगिङ गर्छु ल ल यसरी ल गरौँ यहाँ देखिन्छ हेलो गाइस वेलकम टु माई खोइ त दिएको ल गर्नु पर्यो नि त मैले बिर्से ल म सुरदेखि लगाइदिन्छु ल पर्दैन पनि माया नगर होला दाजुभाइ गर्दैछन् सरसल्लाह सेतो सेतो माया कमेरो माटो गल्छ नै यो बाटो डान्स पनि गर्नुपर्छ नि त पहिल्यै फाल्यो है पड्क्यो फेरि प्रिन्स कडा भइसक्यो है कडा यो मोटोका राम्रो हो कहाँ हात पड्काउँछ होइन प्रिन्स खतरा पड्काउने रहेछ डरै नमानिकन त्यो चाहिँ पड्केन ल निभे त्यो निभ्यो अर्को पड्काउ ल ए बुढाहरू पड्किन्छ है के छ दिप्सिका तिमी पनि पड्काउने हो खोइ दाँत खोइ दाँत त्यो त फालिदिइहाल है कडा मेरो पानी टिका लाम ल गाइस यहाँ टिका लाउँदै लक्ष्मी पूजाको यहाँ तपाईँ देख्न सक्नुहुन्छ मलाई पनि देखिरहनु भएको छ ल मेरो खिच्यो ल ल ल अब यहाँ एउटा भ्लगर दाइको पालो आयो तपाईँ यहाँ देख्न सक्नुहुन्छ बस्नुभयो अलिक खतरा हेर्नु है बोली पुगेन र टिका लगायो टिका ताली बजाम बजाऊ ल हर्छ नि पैसा त चाहिँदैन होला है चाहिन्छ र सबैले मलाई मात्र पड्काउनु प्रिन्सको म अहिले पड्काउँछु प्रिन्स जाउँछ मजा नि गएको एकछिन पहिला पड्काउनु सानो मान्छेको टिका टाढा गर्ने पैसा त लु हजुर मेरो वाली हो ल प्रिन्सको ल यहाँ अर्को भ्लगर खतरा मन्त्र आयु रुद्रमाडा कोराम हुन्छ नि त के हो बिर्छ दाँत छैन के हो त्यो
खै कसरी टोकेर हुन्छ खै हर्छ नि ल खै टोकेर हेर ल हर्छ नि टोकेर हेर ल पुन्टेर फुटेर ल ए ल भिडै छ नि के भिडियो छ आफैले मन्त्र भन्छ होला उसले त उसले त उ त मनमनै भनिरहेको छु मन्त्र नआइनी ल के भनि ल ल यो खानु पर्यो नि ल ओए भन भन भाइ हो देउसुरे ए राम्ररी भन देउसुरे ए आकुम बाकुम ए सेलरोटी चाकुम देउसुरे ए रातो माटो देउसुरे ए चिप्लो बाटो देउसुरे ए आए अनि ठुल्छोले भन्नु पर्यो नि अब थाहा नै भयो त मलाई रिजमेले भन्छ नि हाम्रो कसै कस्तो भन्छ को रिदम छ सामरी हो हर्छ नि त नाच्न आउँछ होइन 3 2 1 गो मेरो फुल बार हो यो फुल पार हो यो अझै ढाल्नु ल ल सक्दैन है प्रिन्सले सक्दैन है मेरो फुल ल पार मैले यहाँदेखि ल यहाँदेखि दुई हात लगायो भने जितिन्छ ल दुई हातले सक्दिनँ नि त ये मलाई त दुई हात नि भारी परिरहनु जितेन उ त्यहाँ हात हेर्नु अब त याद जितेन जितेन जित्छ क्या अब जितिहाल्यो प्रिन्सले हेप तेरि दिनो गाइस जिते मैले जितेँ नेते जिते हैट कडा खेल्छ है फाइनल आउटपुट होइन त ठिक छ ठिक छ हजुर ए कहाँ आउँछ ल हाम्रो हजुर टपरा किन झिकिन त्यतिकै राखि छोड्नु न ढुक्क हुन्छ टिकटक बनाउनु मादल लिएर आयो बाहिर देऊ त यसरी यसरी तिमीहरू देउसिरी भन नि त ल अङ्कलले माल बजाए अङ्कलले माल बजाए देउसिरी भन ल देउसिरी भन ल पर्दैन उसको मोबाइल फुट्छ ल एकछिन उठ्नु ल बत्ती यता बालिदिनु पर्यो म ल मैले त भिडियो बनाइदिएको लम्बा